निर्माण निवास छिराउने हो कि रात दरबार छिराउने हो भन्ने घोषणा सहित आएको छ। ल हेर्नुहोस् विशाल जनसागर ल राजा ज्ञानेन्द्र ल हाम्रो दुर्गा दाई ल हेर्नु दुर्गा दाई ल समर्थन ल अघि घन्टा हाम्रो भेट भएको दुर्गा दाई ल विशाल छ होइन। अब ल के ल यति भए पुग्छ। अब यो केही भन्नु पर्दैन होइन। चुनाव हुन्छ हुँदैन, चुनाव हुन्छ भन्छ नि, अब के हुन्छ कसो हुन्छ को जान्नु भएको भने के रहेछ यही रहेछ। ल हेर्नुहोस् है सबैले आनन्दले अनि विचार गर्नुहोस्। बालेन घन्टी सन्टी पछि सोचौँला है। पहिला देश सोचौँ अनि फेरि बालेन सोचौँला, घन्टी सोचौँला अनि राज्य सोचौँला अनि व्यवस्था परिवर्तन भएपछि त मैले भनिहालेँ नि देश हाँक्ने कसरी पनि तुम पनि हेर्नुहोस्। ल ल ल ल ल ल हामी पनि समर्थनमै आएका हौँ। ल राजतन्त्र जिन्दाबाद जिन्दाबाद जिन्दाबाद। ल हेर्नुहोस् है खाइरहेको छु त अचम्म पर्ने गरी हेरिरहेको छु होइन। ल हेर्नुहोस् कि विशाल आउँछ हाम्रो। ल कति हुनुहुन्छ हाम्रो जनसङ्ख्या कति हुनुहुन्छ भन्ने हेर्नुहोस्। अब अझ निर्मल निवास अथवा राजदरबार पुग्ने बेलासम्म हेर्नु होला अनि भिड कति हुन्छ अनि कति जनसङ्ख्या हुँदो रहेछन्। राष्ट्रता समर्थन अनि फेरि अब अर्को आन्दोलन चाहिएको रहेछ त कि चुनाव चाहिएको रहेछ कि व्यवस्था परिवर्तन चाहिएको रहेछ भने सबै जनताले प्रश्न बुझ्ने छैन आजको आन्दोलनलाई होइन। ल राम्रोसित हेर्नुहोस् होला। के परिवर्तन भयो यही परिवर्तन ल्याउनु पऱ्यो होइन त देख्यो राजा आयो कि आएन कि केही बाँकी छ हो यो जुन्दा व्यवस्था गर्ने हो पहिला। हाम्रो चाहिँ एउटै आमालाई काँधमाथि
हामी शङ्ख बजाएर बाजा बजाएर राजा निङ्गेल त चुनावमा जानै हुँदैन चुनाव त के भन्नु अब देशको स्थिति देखिहाल्नु भयो होइन हामीले राजालाई उहाँदेखि यहाँसम्म निर्माणसम्म अगाडि ल्याएर राखिहाल्यौँ अब निर्माण निष्पाबाट चाहिँ राजदरबार लाने आँट चाहिँ कसैले गर्न नसक्नु होला अब भाइहरूले धर्ना गर्नु भएको छ राजासँग प्रत्यक्ष चाहिँ वार्ता गरेर चाहिँ अब यसको निकास कसरी दिने भन्नेमा छलफल हुँदैछ आन्दोलन चलिरहेको छ भित्र वार्ता भइरहेको छ आजै सकेसम्म हामी राजालाई नारायण हिन्दी लिएर जाने भरपुर कोसिस गर्दैछौँ। राजा देशमा आउँछ राजा जसरी देशमा आउनु पर्यो नभए शान्ति हुँदैन विद्रोह जन्मिँदैछ बस त्यति विद्रोह चाहिँ यो नेताहरूले थाहा छैन कस्तो खाले विद्रोह त्यो विद्रोहले के गर्छ 20-22 नेताको नामै टिपेको यहाँ आइसकेको छ मलाई 20-22 नेताको नामै टिपेको छ
देश बिगार्दैन यही 20-22 नेता हुन्छ सबै पार्टी सबै नेता मिलेर राजाले राख्छौँ शान्त चाहन्छौँ हामी यति विद्रोह जन्मियो भने नेताहरू आफै सोच्नु अभिभावक भएर यो त्यस्तो स्थिति हुन्थ्यो हामीले त दुर्गा पर्सा नै राजा आउनुपर्छ दुर्गा पर्सा नै आउनुपर्छ भन्ने छैन शान्तको लागि त राजा राख्छ चुनाव गराउँ राजा हो मेरो भनाइ नै यही हो बालले नै प्रधानमन्त्री भयो मतलब भएन राजा राखिदिउँ हामीले राष्ट्रपति उपराष्ट्रपति चित्त बुझेन यार अलिसान घरमा बस्ने पूर्व राष्ट्रपति बस्ने छोरा सबैलाई बराबर यही आतङ्ककारी होला मात्र अलिक डर थियो त्यतिखेर ल्याएका हुन्छ तर कोही बेलाको जस्तो स्वतन्त्र छैन अहिले त हामीलाई हामी जताले के के खायो के गरेर त्यसलाई पनि ट्याक्स दिएर दुनियाँ घुमेर गरे हुन्छ अब खाना पाएर हो त्यो पनि यस्तो छाडामा आयो ल अब शर्मा दिशाउने फेरि लास्ट सकिदियो